शङ्कर भयो। धन्यवाद सञ्चालकज्यू। आजको यो सम्वाद डबलीमा आयोजित विचार र इतिहास नामक प्रोडकास्ट एवं युट्युब च्यानल को शुभकामना दिनको निमित्त आयोजना गर्नुभएको यो कार्यक्रम आयोजना गर्नुभएकोमा कार्यक्रमका आयोजक प्रति विशेष धन्यवाद दिँदै यहाँ उपस्थित सम्पूर्ण जनयुद्धका इतिहासकार आदरणीय गङ्गा लामा दाई, रमेश श्रेष्ठ लगायत उपस्थित यहाँ सम्पूर्ण जनयुद्धका घाइते, अपाङ्ग र जनमुक्ति सेना र पार्टीमा आबद्ध सम्पूर्ण साथीहरूमा मेरो नमस्कार। हामीले धेरै लामो समय पछाडि हामीलाई थाहा छ विगतका इतिहासहरू आफआफ्नो कोणबाट आफआफ्नो दृष्टिकोण अनुसार विचारलाई मागी खाने भाँडो या विचारलाई बजारमा देखाउने रूपको रूपमा प्रयोग गरिराखेका छन्। रमेश श्रेष्ठले श्रेष्ठ मार्फत हामी सबै हिजोका जनयुद्धका घाइते, अपाङ्ग, शहीद परिवार, बेपत्ता परिवार, जेल हिरासत, सम्पूर्ण द्वन्द्वमा सहभागीहरूको इतिहास सुरक्षित गर्ने उद्देश्यले सुरु गर्नु भएको यो विचार र इतिहास पोडकास्टलाई अझ अगाडि बढाउनको निम्ति र यसलाई निरन्तरता दिनको निम्ति पार्टीहरू विभाजित भएर पनि यसलाई असर नगर्ने गरी भोलि एउटा व्यक्तिको विचार मोडिँदैमा यो इतिहास संरक्षकको विचार नमोडिने गरी यसले निरन्तरता पाउनेछ र हरेक काम हामीले गर्ने गरेका कामहरू व्यक्ति र पार्टीको आधारमा काम गर्ने जाँगर चल्ने र जाँगर नचल्ने बीचको अन्तर्द्वन्द्वलाई पनि चिरेर, आफूभित्रको अन्तर्द्वन्द्वलाई पनि चिरेर उहाँले यसलाई निरन्तरता दिनको निम्ति एउटा टिम वर्क गरेर यो इतिहास निर्माणको कामलाई अगाडि बढाउनु हुनेछ र हामी सबैले यसलाई साथ दिनेछौँ र दिनुपर्ने छ कि तपाईँ हाम्रो इतिहास भनेको इतिहास हो। वर्तमानमा आजसम्म आइपुग्दाखेरि आन्दोलनले कुन रूप लियो र के हुँदैछ देशमा भन्ने कुराको व्याख्या गर्नेतिर म लाग्दिनँ र जेनजी आन्दोलनसम्म आउँदाखेरि हामीले गरेको जनयुद्ध कुन उद्देश्यको थियो, कुन दृष्टिकोण मार्फत हामीले जनयुद्धमा सहभागी भएका थियौँ र हामी घाइते किन भयौँ र हाम्रा सहयोद्धाहरूले किन ज्यान गुमाए, जनयुद्ध सही थियो या गलत थियो भन्ने विषयमा बहस गर्ने एउटा थलो निर्माण गर्नुपर्ने आवश्यकता छ र त्यो तपाईँ हामीले नै गर्नुपर्छ र यही पोडकास्ट मार्फत यसको एउटा उद्देश्य पुरा होस् र पुरा गर्नको निम्ति उहाँलाई यो प्रेरणा मिलोस्
र यो च्यानल मार्फत तपाईँ हामी तमाम जनयुद्धका द्वन्द्व पीडित जनयुद्धमा सहभागी आम नेता कार्यकर्ता सबैको विचारहरूलाई संरक्षण गर्ने र सुरक्षित गर्ने काम यो पोडकास्टले गरोस्। यो विचार र इतिहास नामक पोडकास्ट मार्फत हाम्रा सम्पूर्ण इतिहासहरूलाई संरक्षण गर्नको निम्ति हामी सबै हिजोका जनयुद्ध सुरु हुनुभन्दा अगाडिदेखि जनयुद्ध सञ्चालन पूर्वदेखि जनयुद्ध सञ्चालन हुँदै विभिन्न खालका परिवर्तनकारी आन्दोलनहरूमा 19 दिने जनआन्दोलन, मधेस आन्दोलन हुँदै जेनजी आन्दोलनसम्मको पुस्तासँग पनि हामीले गरेको हिजो जनयुद्ध ठिक थियो या बेठिक थियो भन्ने विषयमा हामीले बहस गर्न सक्ने एउटा आधार बनोस् र यो काम यो पोडकास्टले गरोस् र यो पोडकास्ट मार्फत हामीले हाम्रा इतिहासलाई संरक्षण गर्नको निम्ति विभिन्न बहानामा नरोकियोस् भनेर मैले अघि पनि भनेको छु र म फेरि पनि के भन्छु भने विभिन्न पार्टीहरूमा रहनुहुने साथीहरू, यहाँ एउटा पार्टीमा आबद्धता भएको साथीले भनेका कारणले होइन, विभिन्न पार्टीमा आबद्धता हुनुहुने कमरेडहरू, जनमुक्ति सेना, घाइते अपाङ्ग लगायत पूर्व जनयुद्धका राजनीतिक यात्रीहरूलाई म के अनुरोध गर्दछु भने यो सामाजिक सञ्जाल मार्फत हाम्रो इतिहासको संरक्षण गरौँ कि हाम्रो इतिहास बिस्तारै हामी एक जना घट्दै गर्दा हाम्रो इतिहास घट्दै जानेछ र हाम्रो इतिहास हामी जिउँदै रहँदाखेरि नै हाम्रो इतिहासको सुरक्षा गर्ने कोसिस गरौँ र हाम्रो इतिहास सुरक्षित राखौँ र हाम्रा आगामी आउने हाम्रा सन्ततिहरूलाई हामीले सही गरेका थियौँ या गलत गरेका थियौँ भन्ने कुराको विश्वास दिलाउँ कि हामीले त्यतिखेर जसरी हामी जनयुद्धमा सहभागी भएका थियौँ हामीले सही गरेका थियौँ र हामी घाइते अपाङ्ग र जनमुक्ति सेनामा सहभागी भएर घाइते भएकोमा हामीलाई पीडा भन्दा पनि हामीलाई गर्व छ। हामीले त्यतिखेरको आवश्यकता अनुसार देशको र जनताको परिवर्तनको निम्ति आफ्नो सही भूमिका निर्वाह गरेका हौँ र अहिलेसम्म आइपुग्दाखेरि हामी अझै पनि ठिक ठाउँमा छौँ। तर विगतमा के भए र अहिले वर्तमानमा आएर के हुँदैछ र कसले गलत गर्यो भन्ने कुराको छिनोफानो चाहिँ आम बहस मार्फत गर्नुपर्छ। व्यक्तिगत हिसाबले हामीले यसलाई गलत भयो भन्ने भन्दा पनि आम बहस मार्फत गलत हो भने गलत र सही हो भने सही भनेर एउटा निष्कर्ष निकाल्नुपर्छ। त्यसको निम्ति बहसको आवश्यकता छ, किनभने हिजो हामी सही ठाउँमा थियौँ र हिजो हामीले ठिक गरेका हौँ र आज आएर त्यो बाटो कता मोडियो भन्ने विषयमा हामीलाई बहसको खाँचो छ, बहसको आवश्यकता छ। यो बहस, यो विचार र इतिहास पोडकास्ट एवं युट्युब च्यानल मार्फत सहभागी भएर आफ्नो विचारलाई सुरक्षित गर्न र यसलाई सब्स्क्राइब र सेयर गरेर हेरिदिनु हुनको निम्ति र यो पोडकास्ट र युट्युब च्यानलको उत्तरोत्तर प्रगतिको कामना सहित शुभकामना व्यक्त गर्दै म बिदा हुन्छु। नमस्कार।